ल के भयो बन्द भयो क्या यसकै हेर न त्यो काम होला। गाइज हामी एसियन बुद्धबाट निस्किनु लाग्यो मजाको स्टे भयो मजा आयो रमाइलो भयो जेस ल दाइ थ्याङ्क यू सो मच तपाईँलाई इट वाज अ प्लेजर मिटिङ यु। यो मान्छेले सब्सक्राइब गर्नु होला धेरै अगाडि बढ्छ यो मान्छे। दिदीलाई पनि थ्याङ्क यू सो मच फेरि फेरि आउँछु म थ्याङ्क यू सो मच ल दाइ पिस आउट ल थ्याङ्क यू सो मच। ल गाइज हामी निस्किनु लाग्यो अब यहाँबाट डक्क लाएर सबै रेडी भइसक्यो साथीको नम्बर प्लेट हिजो उडिसक्यो धेरै के होइन यो 28,000 यो 6,000 जति भयो अब उसको त महँगै छ त्यो माथिको तलको त्यो गर्मीमा लाउनु सकिँदैन उसले भनेर मैले यो लगाएको न त कहाँ ग्लभ्स बुटमै हिँडिदिँदै म त चढ्यो ल गाइज हामी निस्किसक्यो कहाँबाट निस्क्यो तिमी निस्केन पुग्यो तिमीलाई यहाँबाट देखिरहेको थियो गेट पुगेर गफ हानिदिने हस् दाइ थ्याङ्क यू थ्याङ्क यू सो मच दाइ। ल हाम्रो यात्रा सुरु भइसकेको छ साथीलाई हस्पिटालिटी एकदम मन पर्यो यताको जे अब आफ्नो दाइहरूको होटल मजाको जस फिल्स लाइक होम गाइज सबैले एकचोटि भैरवातिर आएको बेलामा एसियन बुद्ध टक्क लाएर हाइवे टचमै छ एकदम मजाको छ जे के हो भने मेरोमा त 2 लाइन देखाइरह रिजर्भमा गइसक्यो कहिले रिजर्भ जाँदै थिएन क्या मलाई बरु सकिन्थ्यो होइन बल्ल अनि रिजर्भमा जान्थ्यो क्या इन्डियाको तेल चाहिँ लास्टै गडबड यार हेत्तेरी अब नेपाली तेल हालेपछि कुदाउनु पर्छ नि यसलाई नेपाली तेल हाल्दाखेरि हामी काठमाडौँबाट यहाँ सुनौली बोर्डर पुगेको मजाले 350 भन्दा बढी रेन्ज दिन्छ यसले फुल पेट्रोलमा खत्तम छ क्या स्वाटै 100को माइलेज खाइदिने रहेछ तपाईँ भैराबाट अगाडि आउनु भयो भने लुम्बिनी गेट देख्नुहुन्छ त्यसको जस्ट अलिकति अगाडि छ हाम्रो दाइहरूको होटल डु चेक इट आउट। अब जेन्युन कुरै भनेको एकदम मजा आयो रिल्याक्स गऱ्यो हामीले यत्रो राइड गरेको फेरि फुल ब्याक टु एनर्जी भइसक्यो हामी सक्यो भने चाहिँ पुरै तान्दिन सक्छौँ क्या काठमाडौँ तर उता चितवनमा अब अलिकति मम्मीलाई भेट्ने काम छ खानसाना खाने मजाले अनि त्यसपछि अनि काठमाडौँ लाग्नुपर्छ तल मैले बुझिसकेँ तिम्रो तलमाथि तल भन्ने बित्तिकै मैले राइट हेरिसकेको थिएँ तिमीलाई राइट लेफ्ट सिकाउँदै मैले तलमाथि सिकिसक्यो एकदम मजा आइरह नेपालको बाटोमा चलाउन गाइज कटाइदिइहाल्यो मेललाई त फेरि के आएर मरेछ यार हेलमेट त सफा देख्नै नहुने यार किराहरू आइदिने मरिदिने लेफ्ट ओके तल भन न ओहो अलिकति रन्काउनु पऱ्यो यार गर्मी हुन थालिसक्यो साथीको फेरि पछाडि टेल सेक्सी भएर बस्यो टेल हेर त यार हिजो आउँदा ट्याक्क बोर्डर क्रस गरेको म अगाडि रन्केर गइहालेँ ऊ पछाडि छुट्यो अनि ऊ फेरि रन्केर आएर यसो हेर्छु म केही त राम्रो टायर ठुलो देखेको भन्छु ल नम्बर प्लेटै गायब रहेछ समर भ्याकेसन 12 दिन नि आज 12 दिनको समर भ्याकेसन हानेर हामी आइसकेको छौँ सो गाइज हामी पेट्रोल हाल्न आइसकेको छौँ टक्क लाएर मजाले हुँदैछ कतिको खान्छ अब यसले टुक्खा भइसक्यो गाह्रो छ टक्क बाइक साइक यसरी बाने हामीले सो गाइज दुईवटा बाइकले टोटल पेट्रोल उसकोले 10 लिटर खाएछ मेरोले 8 लिटर खाएछ टक्क नेपाली पेट्रोल हाल्यो अब बाइकले कुद्छ पनि रेन्ज पनि दिन्छ स्मुथ पनि जान्छ क्या हेर न कस्तो स्मुथ गइरहेको यार बाइक कि नेपाली पेट्रोलको कमाल हो यो भनेर अति स्मुथ गइरहेको क्या चलाउने नि यतै हेरिरह पछाडि बस्ने नि यतै हेरिरह अगाडि हेरिरहेको छ कसले अगाडि त अनि रहेछ त अनि पछाडि फेरि बाइकमा टक्कै एउटा एयर होस्टेस हालेर हिँडे पाइलट को पाइलट एयर होस्टेस ओए के यस्तो खत्तम साइकलवालाहरू पहिला काट्छन् हेर्छ र नि आज त्यो सेटअपले अलिक दुःख नदेला आनन्दको चाहिँ भएको अहिलेसम्म हिजो त ब्याग राम्ररी अलिकति नबान्नु भ्याएर यतै नजिकै हो भनेर झाटझुट बाँधिदिएको ब्याग सरे गरेर खाल्टोमा आज एकदम पर्फेक्ट भएको खाल्टो साल्टो त्यति भएर भने चाहिँ ठिकै हुन्छ गाडी म त बिस्तारै आउँछ डर लाग्छ मलाई यस्तोमा बरु 2 मिनट ढिलो आउँछु बरु 130 होइन 100 आन्छु तर ढिलो आउँछु ढिलो आयो कडा आयो आम्मा कत्रो यु हो ओ बाइक तर कस्तो स्मुथ कुदेको यार आम्मा अलगै लेभलको स्मुथनेस हान्नु क्या बाइकले त्यो बस कहाँ च्यापेर आएको जम्प
धेरै ड्रम हाल्यो क्या यार बाटोमा त ओए घाम गयो यार अलिकति फेरि घाम आयो वेट कत्रो बजेको त्यही हिजो साइलेन्सर बजिरहेको क्या यता नटमा ठोकिरह त्यो यो गाडीलाई त अघि पछाडि देखाएको थियो त हाम्रो अर्को गाडी हो कि हामी पेट्रोल हाल्दाखेरि अगाडि आएछ यो गाडी चाहिँ लास्ट याद गरिरहेको थियो पिङ्क कलरको भएर क्या हिजो यसरी नै थम्दै हालेको थियो यसरी यसरी गर न अलि यता हो न ए यसरी जाउँ 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 यता राइटको बाटो बन्द भएर सब यतैबाट आयो होला है अस्ति हामी आएको गएको जस्तै क्या लेफ्ट राइट भएको जस्तै ओहे यतै काटिरह त्यसले यतै काटिरह यताबाट जाउँ तपाईँ बस आइरह स्लोली गाडी आयो फेरि खाली खाली साह्रो यो बाटो त कभर गर्न धेरै टाइम लाग्दैन क्या अब हामीलाई त्यो आउँदाखेरि कम त ब्रेक लियो हाम्रो आमा त्यसले विन्ड ब्लास्ट हानेको ट्रकले कस्तो धुलो यार अगाडि त ओहो फोर्सवाला गाडी छ त बनाउनु मजा लाग्छ कि क्याम्पर हेर न टिटिक्कको छ क्या ओए कस्तो मोबाइल झ्यालहरू यार त्यो बाहिरकोटी केही मोडिफाई गर्नु नपर्ने क्या बरु जति छ भित्र लगानी हाल्ने त्यही त धन्न घाम छैन यार शीतल हावा आइरह यार भाइजर खोलेर त धाउनेको बाटो हेरे ओए हे क्या स्मुथ ल्यान्डिङ थियो यार ओ धेरै अगाडि गएँ म कर्नरै बिर्सिसकेछु मैले कर्नरै हान्न डर लागिरह अगाडि हेर बाइकले कस्तो पिकअपै नदिएको यार मेरो त खै किन हो मोबिल फेर्ने टाइम भयो क्या यसको तरिका बाटो त अबुई बाटो त बाइकलाई नि गाह्रो भइरहेको क्या हो नेपाल आएर यत्रो दिनपछि मेरो त कान मात्रै बटार थियो सिधा बाटोमा गर्थ्यो होला बाइकले आमामा हो रेडिएटरको हो कि के को हो साउन्ड आइरहेको क्या सब उतै गरेर हेर्ने अब ओए ग्राभल बाइक साला इन्डियन हेरिरह बाइक आइरहेको स्लो गरिरह त्यही नि नेपाल आएर त बेहोरा सुधार्नु धुलो छोडेको हेलो हेलो आयो मलाई 120 121 कस्तो स्लो गर जस्तो लागिरह मलाई त गाइज एकदम स्लो भइरहेछ जस्तो भइरहेको मलाई त खै किन अब अपग्रेड गर्नु पर्यो जस्तो छ यसलाई अब कहिलेकाहीँ निकाल्ने टक्कै एउटा नयाँ कुनै दिनु पऱ्यो जस्तो हाइसिडीको 137 हानि 138 हानिसक्यो यस्तो मजाले गफ गरिरहेको छु म तर एक गियर अझ चढाइदिइहालौँ न नेपाली पेट्रोल हालेपछि त बाइक त 142 हानि ए 142 हान्दा थियो म त 142 पनि कस्तो बिस्तारी गयो जस्तो लागिरहेको कस्तो स्मुथ गइरहेको यार बाइक अति स्मुथ गइरहेको क्या तिम्रो नम्बर प्लेट पछाडिको कस्तो टल्केको त्यो गोल्डन आँखै टल्किने हो बाटो हेर न कति सिधा हो हेर ट्रक ओहे जम्प ओहो लुक एट द भ्यू गाइज नेपाल चाहिँ यत्रो ब्युटिफुल छ त नि बाटो हेरौँ भ्यू हेरौँ स्कुटर बाइक ट्रक सब छिराइदेखान् ओलाला क्या मिठो टर्निङ छ यार जङ्गलको बाटो भाइजर खोलेर चलाउने चिसा आफ्टर सो लङ त्यो कहाँ बत्तेर गइसक्यो गाडीलाई तर्साइदिइसक्यो
जानु त मन लाग्यो तर यतिमै ठिक्क लागिरहेको मलाई आनन्द टक्क यतिको गऱ्यो आनन्दले क्रुजिङ हाल्दै जान्छु म त यतिमै मजाले कभर भइरहेको 130 को स्पिडमा मुस्किल 5 गियर 137 हानिसक्यो छोडेकै छैन मैले एक्सिलेटर बाटो अनुसार बाइकले आफै मिलाइरहेको मजाको बाटो सजियोस् सही आइरहेको मजाले कुदाउन अलिकति मान्छेहरू हिँड्दा ध्यान दिनुपर्ने हुन्छ हामीले फेरि निस्किलाम अब आधी घन्टा छ नारायणघाटको बाटो जाने मम्मीलाई भेट्ने खानासाना खाने ल शीतल हावा लगाइ हामी नारायणघाट पुग्न आधी घन्टा जति लाग्छ होला हो त्यति पनि लाग्दैन होला आमामा त्यो ट्रकले ओभरटेक हानेर आइरह कट्छ हो आमामा यता हेर 3 जना पुरै देखेर पुरै आमामा हातै आइरहेको थियो रिएक्सन त फोटोसोटो खिचेर नआउने फेरि ओर्लेर स्कर्पियोले त पछाडि छोडेकै छैन त यार तिम्रो पछाडि एउटा स्कर्पियो छ क्या पिछा त छोडेकै छैन त्यसले नि पुरै च्यापेर आइरह त्यो कालो कलरको स्कर्पियो क्या ए तिम्रो आमामा रेस लगाइरह हो क्या त्यसले सिसा बन्द गर्छु न आम्बाको पछाडि धेरै ध्यान भयो खाल्टो अरे स्कुटर मुला बुढो गियरै झरेछ मान्छे कुन गाडी जान देऊ मुजीलाई इन्डियाको गाडी हो इस सज्जन को क्या तकलीफ है भाई ठिक छ क्या यतिको खाल्टो सही रहेछ त यार अलग ही लेवल का बंदा था डेन्जर रहेछ यार एटलिस्ट के बोर्ड लगाइदिनु बाटो बिग्रेछ नत्र के यार गेडा ब्लास्ट पानी आयो कि डुब्ने कलेज कि जाऊ कि जान देऊ आयो चितवन सङ्गम चोक राइट है एकछिन मामालाई हेलो आयो भनौँ अनि निस्किहालौँ ल अस्सलामुअलैकुम इन्डिया टुर कम्प्लिट हिजो तपाईँको भिडियो एडिट गरेर यसरी भेटेको डे 1 को भिडियो हिजो एडिट गरेर हालेको क्या सो गाइस हामी नारायणघाटको चितवन पुगिसकेको छ अब टक्क लाएर खानासाना खाने 2 बजिरा होला सायद मजाले खानासाना खाने 3 बजेतिर चाहिँ ट्याक्कै 3 3:30 तिर नत्र 4 बजेसम्म निस्किने प्लान छ हाम्रो अब यो मेरो ठुलो मामाको घर यो मस्जिद हाम्रो के भन्छ माइला मामाको घर मेरो मदरसाहरू त्यो कान्छा मामाको घर मेरो बच्चाहरू छ कि छैनन् छ रहेछन् खुलिसकेको रहेछ यही हो क्या नेसनल पार्क सो गाइस मामाले भेटिसकेको छ हामीले टक्क उता झन्झनेबाट निस्किसकेको छ खानसाना खाएर 5 बज्न है ल मामा सो गाइस हाम्रो काठमाडौँतिरको यात्रा सुरु भइसकेको छ अहिले 5:15 भएको छ अहिले फुल पावर 24 आवर भइसकेको छ पसिनामा स्वेट भएको हुन्छ नि त नि यो रोक्ने ठाउँ होइन यसको देशको बादमा सुधारो पहिले गड्डाको भरो यताको एयरपोर्ट भरतपुर एयरपोर्ट यत्रो सानो छ क्या भित्र छिर्दै सकिन्छ एयरपोर्ट म त अचम्म भएको क्या यहाँबाट फ्लाइट लिँदाखेरि क्या भित्र छिरेको चेक इन काउन्टर ठ्याक्कै छिर्ने ढोका पनि रहेछ चेक इन गऱ्यो फेरि उता गएको उता वेटिङ क्याबिन रहेछ अनि फेरि उता राम्ररी बस्न पाएन कि फेरि हिँड्नु रहेछ हिँडेर गएर फ्लाइटमा चढाइदियो हामीलाई ओए ए कति धेरै गाडी हो बाटो त तलमाथि लास्टै है खाल्टो खुल्टी आमाको माया मात्र यस्तो औषधि हो जुन कहिले डेट एक्सपायर हुँदैन मलाई दाइको मोबाइल लिएर गेम खेल्दै पेमेन्टै गरिदिनु दाजु गेम खेलेर भ्याउँछौ आज दाइको भयो दाजु के प्रो प्लेयरै हो क्या हामी 1 महिना भयो ओए वाह भने हेर न
सानोतिनो ब्रेक लिइसकेको छ ट्याक्क लाएर यता पेट्रोल पम्पमा पेट्रोल हालेर टक्क एक्सट्रिम पावर खाएर दाजुभाइ एक्सट्रिम पावरमा जाने हेटौडा पुग्न लागिसक्यो हामी त 4 भइसक्यो एक्सट्रिमलाई स्पोन्सर एक्सट्रिम हेर्दैछ भने एक्सट्रिमले स्पोन्सर गरे हुन्छ नि हामीलाई यस्तो एक्सट्रिम राइड हानिरहेर बाटैभरि बरु झोला यत्रो बोकेछ बरु फुल क्यान एक्सट्रिमकै बोकिदिन्छु म मजाको है त्यही फाल्टो ओ माई गड मेरो त गियरको त गाँड बजिसक्यो यार सो गाइज हामी यहाँ कुलेखानीको ड्यामतिर आउनु लागिसक्यो मजाको जे सिको हुनुपर्छ रुगा लागिसक्यो काठमाडौँ छिर्दै छिर्दै चस्मा मेरो पुरै फहगले ओ बुलेटवाला आयो ओ यो नि जानु ला रहेछ बागमतीको रहेछ ठिक छ दाइलाई फलो गर है 1 2 3 4 फाइनली 9:30 पुगिसक्यो हामी ल हामी यो कुन बाटो रे चोबार जाने बाटोको ठ्याक्क अगाडि पुगिसक्यो हामी 9:30 बजे ओहो धेरै तर कस्तो बिस्तारै आउँदाखेरि पनि 9:30 मैले ठ्याक्क हामी हेटौडा कट्न अगाडि फुल पेट्रोल हालेको 95 कुदिसक्यो हेटौडा भन्दा अलिकति अगाडि अहिलेसम्म फुल पेट्रोल छ क्या माइलेज नेपाली तेलले दिने रहेछ क्या आई लभ यु गाइज हाम्रो फर्स्ट इन्टरनेसनल राइड सकिसकेको छ 2300 किलोमिटर डन एन्ड डस्टेड खुसी लागिरह बाई बाई आम्मा फुल पेट्रोल छ क्या गाइज अहिलेसम्म म अचम्म परिरहेको छु क्या साइको भइरहेको छु 101 किलोमिटर फुल पेट्रोल अहिलेसम्म के हो सर बाइक चलेन क्या हो जेडन तिम्रो लागि छोराको लागि यो जेडन यो चाहिँ तिम्रो लागि यो टक हैन अब मनबाटै राखेको कुरा तिम्रो लागि पेट्रोल फुल छ क्या यहाँ हेर न आफै हेर त 101.7 मा फुल कस्तो बवाल दिइरहेको त्यहाँ इन्डिकेटर त लास्ट खत्तम कति थियो 3 को 3 देखेर बाई बाई कस्तो लाग्यो हाम्रो यो इन्डिया सिरिज मलाई त एकदमै मजा आयो गाइज अहिले एकदमै लाइफको माइलस्टोन कम्प्लिट गरेँ गाइज होइन मलाई गडले यतिसम्मको दिनुभएको होइन म आएर पनि नेपाल होइन कति 1 महिना 7 दिन भइसक्यो म घुमाइछु मजाले घुमेको छु म त्यसको लागि एकदमै थ्याङ्कफुल छु क्या म टक्क सिंहदरबार घुमेर गइदिउँ हामी आहा कति राम्रो यो कुराहरू एकदम मिस गरेँ त्यो हेर्नु त हाम्रो नेपाल धेरै ठाउँमा धेरै कुराहरू ठिक छ क्या यता चान्सेस लिनुपर्छ एक्सपिरियन्स लिनुपर्छ नयाँ नयाँ कुराहरू एक्सप्लोर गर्नुपर्छ त्यति एक्सप्लोर ओहो आइसक्यो हामी काठमाडौँ एउटा कुरा चाहिँ लाइफमा सबभन्दा दामी ठिक गरेको कुरा यो गरेँ मैले ट्राभलिङ स्टार्ट गरेँ जस आई लभ इट गाइज यति फ्रेस हुन्छ नि यता आएर कति बत्तिने ओ माई गड यो बाइक यति कुदाएर नि यतिको स्टेबल थ्याङ्क यू सो मच मामा नेक्स्ट राइड विदिन नेपाल भेरी सुन थ्याङ्क यू सो मच फर वाचिङ गुड नाइट पिपल थ्याङ्क यू सो मच फर वाचिङ पिपल गुड नाइट अलिकति रिस्की छ आई नो तर वर्थ द शट गाइज मजा आयो जस खुसी लाग्यो थ्याङ्क यू सो मच फर वाचिङ लभ यु अल पिस अस्सलामु अलैकुम बाई बाई